हेलो हेलो नमस्ते सबैजनालाई। यहाँ चाहिँ टक्कसँगले हामी चाहिँ के भन्छ फोटोसुट गर्न जान आँटेको बेलामा मैले भिडियो एउटा बनाएको थिएँ है। टक्क नानी रेडी भयो, नानी रेडी भएपछि फोटो स्टुडियोमा पुग्यौँ। त्यसपछि मेकअपमा हामी पार्लरमा गयौँ। पार्लरमा कस्तो राम्ररी देखेको कि वा, म त हेरेको हेरेँ ढक भइदिएको एकछिन चाहिँ यस्तो मेरो बुढी नै नचिनेको एकछिन त अनि यस्तो हेर्छु अरे सबै पाउडरले भरिएको छ। सेतो मान्छे संसार हो, सेतो न सेतो देखेको म त हेरेको अरे वाउ। त्यस पछाडि आँखामा लेन्स लगाएको भनेर सोधेको अनि हेरेको अरे। त्यस पछाडि फोटोसुट गर्ने ठाउँमा आइपुग्यौँ हामी। यहाँ आएपछि चाहिँ हामीले भाइले पोज सिकाउँदै थिए होइन, पोज कस्तो कस्तो पोजहरू गर्ने पोजिसनबाट भनेर चाहिँ हामीले चाहिँ यहाँ टक्कसँगले भाइले फोटो खिच्न रेडी पाएँ। त्यसै गरेर एउटा सानो मैले भिडियो बनाएँ। भिडियो बनाउँदै अरू त बिजी भयो, फोटोसुटो खिच्न पाइएन मोबाइलबाट होइन। कस्तो परी जस्तै देखिएको छ कि यहाँ चाहिँ लुगाले त्यस्तै होइन, निलो कलरले त्यस्तो राम्रो लागेको थियो कि हेर्दै हेर्दै आइयो। अनि त्यस पछाडि फोटोसुट गरिसकेपछि लास्टमा के अरे आर्टिस्ट भाइहरू आउनुभयो। उहाँहरूले फोटोको पोज सिकाउनु भयो क्या। अनि हेर कस्तो गर्ने भनेर उहाँ कञ्चन चाहिँ बेग्लै महसुस भइरहेको थियो क्या उसलाई चाहिँ। त्यसबाट टाउकोमा के लाउने एउटा तिनीहरू रहेछ हिरोइन जस्तो होइन, यो लाइयो होइन। अब उहाँ भाइले रोजन भाइले चाहिँ उहाँ फोटोसुट गर्दै चाहिँ, तर पैसा महँगो भए पनि होइन, सुट गरेको चित्त बुझ्यो क्या। 11,000 दिएको मैले चाहिँ होइन। 11,000मा 1 फ्रेम हो होइन। 11,000मा भिडियो स्लो भिडियो छ। अनि त्यस पछाडि फोटोहरू छ होइन। त्यही राम्रो क्या, काम गर्ने भाइहरूको एकदम राम्रो बवाल भयो है। त्यस पछाडि जिन्दगीमा पहिलोचोटि उसको रहर थियो पहिलेदेखि होइन। मलाई यस्तो गर्न मन थियो भनेर उसको चाहिँ मैले सपना चाहिँ पुरा गरेको आज चाहिँ। विशेष गरी स्त्री गरेर सपनालाई चाहिँ मैले उसको सपना चाहिँ साकार पार्नको लागि मेहनतै गरेको थिएँ। त्यही भएर आज चाहिँ हाम्रो अब लास्ट मेरो छोरो पनि उहाँ जस्तो फोटो भिडियो एउटा येल्लो ड्रेसमा पनि एकदम राम्रो देखिएको थियो होइन। छोरो पनि मक्ख परेको थियो है। गाइस, थ्याङ्क यू सो मच।